अब आयो क्रोनिक। क्रोनिक भनेको मोर देन 8 विक्स, 2 महिनाभन्दा पनि बढी भयो। 8 विक्स भन्दा बढी छ भने हाम्रो पहिलो क्वेसन के हुन्छ त, गएर एक्सरे गरेर लिएर आउँछ। एक्सरे हेर्नु पर्यो कि एक्सरे चाहिँ गराउने, मेबी अ एबनर्मल और मेबी अ नर्मल है। क्रोनिक 8 विक भन्दा बढी छ, खोकी लागेको छ भनेपछि हाम्रो के आउनु पर्यो, गएर तपाईँले चेस्ट एक्सरे गर्नु पर्यो। चेस्ट एक्सरे गरिसकेपछि या त एबनर्मल आउँछ या त नर्मल आउँछ। यदि नर्मल आयो भने यो बेलामा हामीले 4वटा चिज, 4 देखि 5वटा चिज हामी चाहिँ दिमागमा राख्नु पर्यो। एउटा के राख्नु पर्यो, इट माइट बी अ आस्थमा, प्रोनाउन्सिएसन एजमा हुन्छ तर हामी नै भन्छौँ आस्थमा भन्छौँ है, एजमा। नेक्स्ट पिएनडी, पिएनडी भनेको पोस्ट नेजल ड्रिप। नेक्स्ट हुनसक्छ नन एस्थमेटिक स्नोफिल ब्रोन्काइटिस। अर्को के हुनसक्छ बीईआरडी। ल एउटा एउटा डिस्कस। एबनर्मलको कुरा हामी गर्दैनौँ, यो कुरा हो। एबनर्मल भएपछि अब हाम्रो पल्मोनोलोजिस्टले अथवा चाहिँ फिजिसियनले चाहिँ हेर्छ। तर चाहिँ नर्मल छ भने यो 4वटा कुराहरू चाहिँ दिमागमा आउनु पर्यो, आस्मा, पिएनडी यानि इबी र जिआरडी। अब यो आस्मा भनेपछि अब हामीले पेसेन्टलाई सोध्नु पर्यो के छ, सिजनल भेरिएसन हुँदाखेरि चाहिँ खोकी कतिको लाग्छ, सर्टनेस अफ ब्रिथ हुन्छ कि हुँदैन होइन, सास फेर्न गाह्रो हुन्छ कि हुँदैन, विजिङ साउन्ड छ कि छैन। त्यस्तो आयो भने हामी चाहिँ आस्थमातिर जान्छौँ। अब आस्थमातिर गइसकेपछि त्यहाँनिर हाम्रो अब इन्हेलेसन कोर्टिकोस्टेरोइडहरू चाहिँ सुरु हुन्छ। ट्रिटमेन्ट पार्टी हामी डिस्कस गर्दैनौँ, हामी कस्ट कसरी चिन्ने भनेर त्यो बुझिरहेको छौँ है त। अर्को भनेको पोस्ट नेजल ब्रिथ। यो भनेको के हो त, यो भनेको के हो त, राति सुत्ने बेलामा खोकी कतिको लाग्छ। जस्तै मान्छे सुत्यो, बिरामी सुत्यो, सुतिसकेपछि राइनाइटिस छ, साइनसाइटिस छ, त्यो चाहिँ के हुन्छ ब्याक फ्लो हुन्छ। ब्याक फ्लो भइसकेपछि खोकी लाग्छ। यदि चाहिँ राति सुत्ने बेला मात्रै खोकी लागेको छ भने त्यो भनेको पोस्ट नेजल ब्रिथ हो कि भनेर चाहिँ एउटा चाहिँ हाम्रो दिमागमा चाहिँ आउनुपर्छ। यसको लागि केही गर्नु पर्दैन, डिकन्जेस्टेन्ट ड्रग दिएपछि सन्तोष है। अब यसमा चाहिँ डेक्स्ट्रोमिथाफेन, त्यसपछि चाहिँ तपाईँको म्युकोलाइटिक सप्रेसेन्ट अनि चाहिँ एक्सपेक्टोरेन्ट दिएर खाइ काम हुँदैन। सिम्पल फिनालेफ्रिन भयो कुनै औषधि दिएपछि त्यो अटोमेटिकली सन्चो हुन्छ है। न त जति डेक्स्ट्रोमिथाफेन दिए पनि, जति एक्सपेक्टोरेन्ट दिए पनि सन्चो हुँदैन। इफ देयर इज अ पोस्ट नेजल ब्रिथको समस्या छ भने यसको लागि सामान्य फिनाइलएफ्रिन भएको औषधि दिन सक्यो। नेपालको कुरा गर्ने भने टाइनेक्स, डिखोड, त्यसमा फिनाइलएफ्रिन हुन्छ। अर्को भयो नन एस्थमेटिक स्नोफिलिया ब्रोन्काइटिस। दुईटै केसमा चाहिँ स्नोफिलिया बढेको हुन्छ, तर के हुन्छ आस्थमा हो कि नन एस्थमेटिक हो भनेर चिन्नको लागि विजिङ साउन्ड आयो भने आस्थमा, यदि विजिङ साउन्ड आएको छैन भने द्याट इज नट आस्थमा है, द्याट इज कल्ड नन एस्थमेटिक है स्नोफिलिया ब्रोन्काइटिस। अर्को भनेको जिआरडी। अब एउटा दिमागमा के राख्नु पर्यो, 8 हप्तादेखि खोकी छ, मैले कति सिरप खाएँ, त्यहाँबाट पनि खाएँ, यहाँबाट पनि खाएँ, यहाँ गएँ त्यहाँ गएँ, सबै गरेँ, चेस्ट एक्सरे गरेँ, केही पनि देखिएन, किन होला? पेसेन्टले यसो गुनासो गर्न सक्छ। त्यस्तो भयो भने दिमागमा के ल्याउनु पर्यो, कहीँ उहाँलाई बिरामीलाई जिइआरडी त छैन। वाट इज जिइआरडी? ग्यास्ट्रोइसोफेजियल रिफ्लक्स डिजिज होइन। त्यसपछि सोध्नु पर्यो, खाना खाइसकेपछि खोकी लाग्छ? लाग्छ, टक्क लाग्छ भने केही गर्नु पर्दैन, एउटा पिपिआई दिने, पेन्टाप्राजोल, स्म्योप्राजोल, राबिप्राजोल होइन, लेन्सोप्राजोल, जे छ पिपिआईमा एउटा चाहिँ पिपिआई दिएर पनि सन्चो हुन्छ। पिपिआईले सन्चो हुन्छ भने त कति राम्रो हुन्छ होइन। यो कुरा डायग्नोसिस गर्नु पर्यो। यदि खाना खाएर चाहिँ यदि खोकी लाग्छ भने त्यसमा चाहिँ यो डेक्स्ट्रोमिथाफेन, कोलाइटिक्स, ब्रोन्कोडाइलेटर हाल्दा केही काम छैन, पिपिआईले काम गर्छ। त्यति गरेर है यो कुरा भयो हाम्रो ड्युरेसनको कुरा गऱ्यौँ होइन। 3 हप्ताभन्दा कम, 3 देखि 8 हप्ता, मोर देन 8 विक्स, आस्थमा, पिएनडी, एनएबी, जिआरडी। यसरी चाहिँ हामीले गर्न सकिन्छ। अब हामी हेर्छौँ टाइप्स।